उहाँको सम्मान पत्र मेरो हात परेको छ। यो सम्मान पत्र म वाचन गर्न गइरहेको छु। योगिता मोक्तान प्रतिभा पुरस्कार 2082 सम्मान पत्र सिन्धुली जिल्ला घ्याङ्ले गाउँपालिका वडा नम्बर 4 सिम हमिटार निवासी बुवा कृष्णबहादुर लो र आमा लक्ष्मीधरी वाइबाको सुपुत्री तपाईँ श्री सुमिना लोज्यूले विगत 15 वर्षदेखि निरन्तर रूपमा तामाङ मौलिक गीत सङ्गीतको क्षेत्रमा सक्रिय रही योगदान दिँदै आइरहनु भएको छ। तपाईँको यो निरन्तरता समाजप्रति उत्तरदायी भई लागिरहन उच्च प्रेरणा मिलोस् भनी योगिता मोक्तान प्रतिभा पुरस्कार 2082बाट यहाँलाई सम्मान गरिएको छ। यहाँको आगामी दिनहरूमा तामाङ गीत सङ्गीतको क्षेत्रमा निरन्तर अतुलनीय योगदान रहिरहने विश्वासका साथ तपाईँको सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछौँ। 2082 फाल्गुन 15 गते शुक्रबार विशाल कालतान अध्यक्ष नेपाल तामाङ कलाकार सङ्घ। यो सम्मान पत्र प्रदान गरिदिनु हुनको लागि आजको यस कार्यक्रमको प्रमुख अतिथि आदरणीय वरिष्ठ कलाकार प्रेम लोकचन्दज्यूलाई हार्दिक अनुरोध गर्दछु र उहाँलाई हामीले रु 20,000 नगद सहित हामीले पुरस्कृत गर्दैछौँ। यो पुरस्कार प्रदान गर्दैछौँ र दोसल्लाद्वारा पनि हामीले उहाँलाई सम्मान गर्दैछौँ। उहाँ हुनुहुन्छ नेपाल तामाङ कलाकार सङ्घको केन्द्रीय सदस्य, एकदमै चर्चित गायिका मिठो स्वरकी धनी सुमिना लो। सबैजना ताली बजाइदिनु होला उहाँको सम्मानको लागि। नगद रु 20,000 सहित हामीले उहाँलाई नेपाल तामाङ कलाकार सङ्घको तर्फबाट पुरस्कार प्रदान गरेका छौँ। उहाँ योगिता मोक्तान प्रतिभा पुरस्कार 2082बाट सम्मानित हुँदै हुनुहुन्छ। सम्पूर्णले ताली बजाइदिनु होला। अतिथिज्यूहरू, नेपाल तामाङ कलाकार सङ्घकै अग्रज वरिष्ठ गायक गायिका जुजु नानाहरू र विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने अग्रज आदरणीय व्यक्तित्वज्यूहरू, प्रवासी सङ्घ संस्थाबाट पाल्नुहुने सम्पूर्ण अतिथिज्यूहरू र पत्रकारज्यूहरू लगायत यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी सम्पूर्णलाई लासो फ्याफुल्ला टक्र्याउन चाहन्छु। आज 40औँ एल्बम दिवस 40औँ ऐतिहासिक एल्बम दिवस को उत्सव पनि मनाइरहेका छौँ र अर्को 15औँ स्मृति सभा तथा योगिता मोक्तान प्रतिभा पुरस्कार 2082 पनि छौँ हामी। र एक बाटो हामी खुसीको माहौलमा पनि छौँ, अर्को बाटो दुखीको माहौलमा पनि छौँ। त्यसैले सर्वप्रथम म 40औँ एल्बम दिवसको अवसरमा हामी सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो 40 वर्षको अवधिमा तामाङ सेलोगीत सङ्गीतले फड्को मारेको यो फड्को देख्दाखेरि चाहिँ मलाई एकदमै खुसी लागेको छ र म गौरवान्वित छु र हामीले गर्व पनि गर्नुपर्छ जस्तो लाग्छ। पहिला हामी तामाङहरू व्यावसायिक रूपमा अगाडि बढ्न सकेको थिएन भने अहिले एकदमै व्यावसायिक रूपमा अगाडि बढ्न सक्षम भइसकेको पनि छ। यसको श्रेय हामी अहिले म यहाँबाट सम्झिन चाहन्छु सेलो सम्राट आदरणीय आस्याङ चन्द्रकुमार मोक्तानज्यूलाई। आज उहाँ यहाँ हुनुहुन्न तैपनि म सम्झिन चाहन्छु। र अर्को भनेको 15औँ स्मृति सभा योगिता नानाले भौतिक शरीर छोड्नु भएको आज यो महिनामा 15 वर्ष पुगेको छ र उहाँप्रति पनि मेरो व्यक्तिगत तर्फबाट श्रद्धा सुमन अर्पण गर्न चाहन्छु। उहाँ जहाँ हुनुहुन्छ एकदमै सुखी अनि खुसी रहन्, उहाँको आत्माले शान्ति पाओस् यही भन्न चाहन्छु। र उहाँको यो दुःखद दिनको बेलाको यो सम्झना गर्नुपर्दा चाहिँ म काठमाडौँ आएको पनि 67 सालमै हो, 67 सालको जेठमा र जेठको 24 गतेदेखि म काठमाडौँको पिङ्ला स्थान स्थित नेपाल सङ्गीत विद्यालयमा
होस्टेलमा बसेर म सङ्गीत प्रशिक्षण लिइरहेकी थिएँ र योगिता नानाले यो आफ्नो मर्जी भनौँ या के भनौँ एकदमै कालो दिन यो फागुनको 8 गते रहेको थियो। त्यो दिन चाहिँ म मेरो सङ्गीतकै क्लासमा थिएँ त्यतिखेर र सङ्गीत सिकाउने सरले नै मलाई यो सूचना चाहिँ दिनुभएको थियो। त्यतिखेर चाहिँ काठमाडौँ आउँदाखेरि मैले अलि अपग्रेडेड फोन हुन्छ नि त्यो चाहिँ थिएन मसँग, टुकटुके मोबाइल चलाउँथेँ त्यतिखेर र मैले त्यही भएर पनि अरूको मुखबाट चाहिँ सुने मैले यो समाचार र भोकल क्लास लिइरहँदाखेरि उहाँले भन्नुभयो आज एउटा गायिकाले चाहिँ आत्महत्या गर्नुभएको रहेछ भनेर उहाँले भन्नुभयो, योगिता मोक्तानले भनेर भन्नुभयो। त्यसपछि एकदमै त्यो दिन चाहिँ यति धेरै मन भारी भयो। मैले गर्न सक्ने त केही पनि थिएन, तैपनि त्यतिखेर मैले यता तामाङ गीत सङ्गीत क्षेत्रतिरको चाहिँ कोही पनि चिन्जान थिएन र म त्यो उहाँको दाह संस्कारको टाइममा पनि म उपस्थित हुन सकिनँ, किनभने त्यहाँबाट म बाहिर निस्किने सक्ने अवस्था पनि थिएन, यताउति हिँडेको पनि थिएन। त्यही भएर सो केही छैन, नहुनु भइसक्यो। आज 15 वर्ष बितिसकेको छ। हामीले सम्झिरहेका छौँ उहाँलाई र उहाँप्रति एकदमै फेरि पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। र आज मलाई योगिता मोक्तान प्रतिभा पुरस्कारको योग्य ठानेर मेरो गीत सङ्गीतको यात्रालाई अझै प्रेरणा र प्रोत्साहन मिलोस् भनी यो सम्मान गर्नुभएकोमा नेपाल तामाङ कलाकार सङ्घप्रति र मेरो परिवारप्रति एकदमै हार्दिक धन्यवाद अनि आभार व्यक्त गर्न चाहन्छु। पक्कै पनि यो सम्मान, यो पुरस्कारले चाहिँ मेरो साङ्गीतिक जीवनमा अझ चुनौती र जिम्मेवारी थपिएको महसुस गरेकी छु र यो चुनौती र जिम्मेवारीलाई सहर्ष स्वीकारेर आगामी दिनहरूमा चाहिँ म अझ उत्तरदायी भएर मेरो समाजप्रति गीत सङ्गीतको माध्यमबाट मैले गर्न सक्ने थप अझै राम्रो गर्ने कोसिस गर्नेछु भन्दै अन्त्यमा म योगिता नानाले नै गाउनुभएको गीत उहाँलाई नै समर्पित गर्दै उहाँलाई श्रद्धासुमन गर्दै थोरैमा गुनगुनाउन चाहन्छु। सबैजनाले एकचोटि ताली पनि बजाइदिनु होला। उहाँलाई श्रद्धासुमन पनि अर्पण गरिसक्नु भएको छ सबैजनाले। थोरै म गुनगुनाउन चाहन्छु है त। कहिले त पूर्वको च्याङ्बाले, कहिले त पश्चिमको सल्टाले, एउटाले भागेर जाउँ भन्छ, अर्कोले पिर दिलाउँ भन्छ। दुईतिर दुई मन एकतिर यो ज्यान, दोधारमा पर्यो नि यो मेरो मन। दुईतिर दुई मन एकतिर यो ज्यान, दोधारमा पर्यो नि यो मेरो मन। डम्फु बजाऊ ताम्बा दाई, डम्फुको तालमा नाचौँला। टुङ्ना बजाऊ ताम्बा दाई, टुङ्नाको धुनमा गाइदिउला। लगन साइत जोड्यो भने, सुपारीको निम्तो दिउला। ताम्बा दाईलाई सुपारीको निम्तो दिउला। Thank you so much. धन्यवाद।